ल दर्शकबिन मकवानपुर जिल्ला प्रहरीले आज रक्सी डिपोमा छापा हानिसकेपछि करिब 10,000 भन्दा बढी रक्सीहरू नष्ट हुँदैछ देख्न सक्नुहुन्छ। बोतलमा यहाँ रक्सीहरू छ, लोकल रक्सीहरू छ, जाँडहरू छ, नियारहरू छ र आज नष्ट भएको छ। मकवानपुर जिल्लामा रक्सी प्रतिबन्ध छ। तपाईले किन्न नि पाउनुहुन्न, खान नि पाउनुहुन्न र उत्पादन गर्न नि पाउनुहुन्न। र मकवानपुर जिल्ला प्रहरीले आज चाहिँ 10,000 भन्दा बढी रक्सीलाई चाहिँ नष्ट गर्नुभएको छ। आज मकवानपुर जिल्लाको यो ठाउँ भनेको चाहिँ रक्सी डिपो थियो। यहाँ रक्सी उत्पादन हुन्थ्यो र मकवानपुर जिल्लाभरि नै रक्सी बेचिन्थ्यो र आज अब रक्सी प्रतिबन्ध भएको छ। रक्सी बनाउने ठाउँलाई चाहिँ छापा हानेर रक्सी नष्ट गरिएको छ। अब मकवानपुर जिल्लाभरिमा तपाईले रक्सी बनाउँदै हुनुहुन्छ भने अब नबनाउनु होला र रक्सी बेच्दै हुनुहुन्छ भने रक्सी नबेच्नु होला, किनभने कडा भन्दा कडा कारबाही हुनेछ। तपाईलाई रक्सी बनाउन बेच्न पाइने छैन। देख्न सक्नुहुन्छ यहाँ नेपाल प्रहरीहरूले, अलि यता आउनुहोस् क्यामेराम्यान, नेपाल प्रहरीले हेर्नुहोस् त यता साइडमा देखोस्, नेपाल प्रहरीले रक्सीहरू, नियारहरू, छ्याङहरू नष्ट गर्दै हुनुहुन्छ। यता साइडमा देख्न सक्नुहुन्छ। ल ओ माई गड, हेर्नुहोस् त यता साइडमा जाँडहरू थियो। करिब 10,000 जति भने सर, 10,000 भन्दा माथि होला। 10,000 भन्दा माथि रक्सी। ओ माई गड, यो मकवानपुर जिल्लाको ठुलै हो। यो अहिलेसम्म छापा हाने अनुसार ठुलै होइन यो, अहिलेसम्म छापा हाने अनुसारको सबैभन्दा ठुलो थियो। र हेर्नुहोस् त यतापट्टि साइडमा भाँडाकुँडाहरू छ। यो चाहिँ रक्सीहरू भण्डार गर्ने र रक्सी बनाउनको लागि उपकरणहरू त्यहाँ छ। त्यो ग्यासहरू, सिलिन्डरहरू यताउति छ। एकदम गनाइरहेको छ, यहाँ नाकठुना पनि भइरहेछ। तर के गर्नु, भिडियो बनाउनु परिहाल्यो होइन। ल रक्सी प्रतिबन्ध छ। यहाँभित्र रक्सीहरू बनाइन्थ्यो भने अब रक्सी बनाउन मकवानपुर जिल्लाभरि कहीँ पनि पाइँदैन। नबनाउनु होला, बनाइरहनु भएको छ भने सचेत हुनु होला, कडाभन्दा कडा कारबाही हुनेछ। ल फेरि यता पछाडि देखाइदियो क्यामेराम्यान।